यो क्वेसन चाहिँ मैले क्लास 10 को क्वेसन ब्याङ्क डाक्टर सिमखडाको क्वेसन ब्याङ्कको फर्स्ट च्याप्टरको चाहिँ मोड्युल 2 बाट क्वेसन म गर्दैछु। यो क्वेसन चाहिँ एकदमै निकै हैन इम्पोर्टेन्ट छ। अब यो क्वेसन सल्भ गर्दाखेरि म चाहिँ एक्जाम पोइन्ट अफ भ्यूबाट सबै चिज लेखेर तपाईहरुलाई सबै चिज म बुझाइ सल्भ गर्छु है त। अब सुरुमा सोलुसन भइ नै हाल्यो हैन। सोलुसन पछि हामी एकचोटी दिएको कुरा लेख्छौं। हियर यसरी गरौँ ल। हियर अब fx is equals to x square plus 6x plus 11 यो भयो। त्यसपछि gx पनि लेखौँ x plus 3/2 अनि अब हामीहरूले अर्को दिएको छ FOG इन्भर्स x is equal to 83 दिएको छ अनि हामीले निकाल्नु पर्ने छ भ्यालु अफ x is equal to यो निकाल्नु पर्ने छ। अब यहाँ बुझ्नु पर्ने कुरा के हो भने सबभन्दा सुरुमा यो FOG इन्भर्स x हैन यो जुन छ यो चाहिँ g को लागि मात्र इन्भर्स हो है भन्न खोजेको। यदि FOG होल इन्भर्स x थियो भने चाहिँ यो पुरैको लागि यो ब्र्याकेट भित्र भए जति यो पुरैको लागि इन्भर्स हुन्थ्यो। अनि त्यो यो निकाल्नको लागि चाहिँ पहिले हामी FOG निकाल्थ्यौं अनि FOG जति आउँथ्यो त्यसलाई अनि त्यसपछि हामी इन्भर्समा लग्थ्यौं हैन। तर अहिले चाहिँ FOG इन्भर्स मात्र छ त्यही भएर हामी पहिले यो g इन्भर्स निकाल्नु पर्छ। त्यो निकाल्नु भन्दा पनि अगाडि अब हामी fx चाहिँ निकाल्नतिर जाउँ किनभने fx दिएको छैन यो सरी यहाँ fx plus 3 दिएको छ है त। ल अब यो निकाल्नको लागि चाहिँ हामी नाउ के छ त fx plus 3 is equals to x square plus 6x plus 11 छ। अब यहाँनिर हेर्ने x plus 3 छ। अब हामीलाई x plus 3 बाट x पाउनको लागि यो x को ठाउँमा हामीहरूले के गर्नु पर्यो त भन्दाखेरि x को ठाउँमा हामीहरूले यदि x - 3 राखिदियौं भने यो प्लस 3 त यहाँबाट आइहाल्यो। x - 3 राखिदियौं भने त x यो 3 3 कटेर x मात्र बाँकी हुने भयो हैन। त्यसरी पनि हामी निकाल्न सक्छौं। यसको अर्को तरिका पनि छ निकाल्न। जसरी गर्न मन लाग्छ त्यसरी म अहिले एउटा तरिका सिकाइदिँदै छु। पछि म भिडियोमा फेरि अर्को तरिकाबाट पनि चाहियो भने हाल्दिन्छु ल। अनि fx को ठाउँमा हामी x - 3 राखौं इज इक्वल्स टु फेरि x - 3 को होल स्क्वायर प्लस 6x plus 11। यसको यहाँ रिजन लेख्दा पनि हुन्छ रिप्लेसिङ x by x minus 3 भनेर नलेख्दा पनि हुन्छ। यहाँ पनि त खोइ त x minus 3 त राख्नु पर्यो नि त। कस्तो बिग्रियो यहाँ लेख्नु 6x minus 3 plus 11। अब यो यहाँ काट्ने भन्दा नकाट्दाखेरि अलिकति गजङ गुजुङ देखिदैन ल छोड्दियौं। अब यतातिर फर्मुलामा हाल्यौं 9 minus 6x यहाँ पनि मल्टिप्लाई गर्दियौं 6 into x 6x minus 18 plus 11 is equals to x square यो दुईटा कट हो हैन। 9 र 11 ले 20 minus 18 भनेको plus 2 ल हामीसँग आयो त fx आयो। अब fx आइसकेपछि अघि मैले भनेको थिएँ यो g को लागि मात्र इन्भर्स हो है भनेर। अब हामी g इन्भर्स निकाल्छौं। त्यसपछि हामीहरुको अर्को स्टेप भनेको फाइन्डिङ g इन्भर्स। g इन्भर्स x निकाल्नको लागि लेट गर्दिने लेट gx is equal to y is equal to x plus 3/2 or अनि 2 यता आएर 2y is equal to x plus 3/3 हुन्छ हैन। और 2y minus 3 is equal to x। अब
सुरुमै यही इन्टरचेन्ज गर्दा पनि हुन्थ्यो, इन्टरचेन्जिङ द रोल अफ एक्स एन्ड वाइ भनेर गर्दा पनि हुन्थ्यो। यसरी एक्सलाई एक ठाउँमा ल्याएर अरू सबैलाई एक ठाउँमा ल्याएर त्यसपछि हामी इन्टरचेन्ज गर्दा पनि हुन्छ। नाउ इन्टरचेन्जिङ द रोल अफ एक्स एन्ड वाइ वी हेभ। त्यसपछि हामीसँग के हुन्छ भने जी इन्भर्स आउँछ। जी इन्भर्स एक्स इज इक्वल टु यस्तो गरौँ न, वाइ इज इक्वल टु 2x - 3 हुन्छ। वाइको ठाउँमा जी इन्भर्स एक्स अनि 2x - 3 हामीसँग जी इन्भर्ससम्म आयो है त यहाँ। अब त्यसपछि हामीलाई दिएको छ फ्रम द क्वेसन एफओजी इन्भर्स एक्स बराबर कति पो दिएको थियो, एफओजी इन्भर्स बराबर 83 दिएको छ। 83 राखौँ यहाँ। त्यसपछि हामीसँग एफ जी इन्भर्स अहिले भर्खर हामीले निकालेको छौँ 2x - 3 2x - 3 निकालेको छौँ। 2x - 3 राख्ने यो जी इन्भर्सको ठाउँमा 2x - 3 इज इक्वल टु 83। अब यो जुन छ यो भनेको चाहिँ हामीहरूको लागि अब एक्स भयो है त। अघि हामीले एफएक्स निकालेको छ नि, यहाँनिर कति निकालेको छ एफएक्स हामीले निकालेको थियो एक्स स्क्वायर प्लस 2। यसमा एक्सको ठाउँमा हामी अब के राख्छौँ त, यो राख्छौँ 2x - 3 राख्छौँ। त एक्स स्क्वायर भनेको 2x - 3 को स्क्वायर प्लस 2 इज इक्वल टु 83 और 2 को स्क्वायर 4 एक्स स्क्वायर म फर्मुलामा हाल्थेँ डाइरेक्ट 2 3 जा 6 - 12x इज इक्वल टु 83 प्लस 2 चाहिँ उता गएर -2 भयो और 4x स्क्वायर - 12x प्लस 9 अब यो घटेर कति हुन्छ 81 और 4x स्क्वायर - 12x प्लस 9 - 81 इज इक्वल टु 0। अब यहाँबाट हामी 4x स्क्वायर - 12x - 72 इज इक्वल टु 0। सबै एउटा 4 कमन आउँछ त, 4 कमन आउँछ। 4 कमन लिइदिने, 4 1 जा 4 अनि 3 यतातिर गयो 32 भयो 8 जा होइन। 4 कहाँ गयो भन्दाखेरि 4 कमन आएको थियो मल्टिप्लाईको फर्ममा थियो, उता गएर बाई 4 हुन्छ। 0/4 भनेको 0 भयो यिनीहाल्यो। अब यहाँनिर हेर्ने यो टर्म र यो टर्म मल्टिप्लाई, अब यहाँ मिड टर्म गर्नु पऱ्यो क्या, किनभने फर्मुलामा गइरहेको छैन, कमन आइरहेको छैन। हामीहरूको फ्याक्टराइज गर्ने फर्म भनेको सुरुमा हामी कमन लिन्छौँ होइन, त्यसपछि हामी कमन पनि आउने छैन भने फर्मुलामा हाल्छौँ, फर्मुलामा पनि जाने छैन भने मिड टर्म ब्रेक यानि कि मिड टर्म फ्याक्टराइजेसन गर्छौँ। अब यहाँ तिनटैबाट कमन त केही पनि आउँदैन, मिड टर्म के अरे फर्मुलामा पनि जाँदैन, किनभने 18 भनेको केही पनि स्क्वायर होइन, होल स्क्वायरको फर्ममा जानु पऱ्यो, केही पनि हुँदैन भने अब हामी गर्छौँ मिड टर्म फ्याक्टराइजेसन। मिड टर्म फ्याक्टराइजेसन गर्नको लागि एक्सको हाइएस्ट कफिसियन्ट र एक्सको 0 भएको कफिसियन्ट हामी लिन्छौँ। अब यसको एक्सको हाइएस्ट कफिसियन्ट 2 छ अनि 2 छ भने यसको अगाडि कफिसियन्ट केही पनि छैन भने 1 छ, 1 अनि यहाँ 18, 1 को अगाडि प्लस छ इन्टु 18 को अगाडि के छ त माइनस छ। अब मल्टिप्लाई गरौँ प्लस माइनस माइनस 1 18 जा 18। योबाट के बुझियो भने मल्टिप्लाई गर्दाखेरि चाहिँ 18 अनि माइनस गर्दाखेरि चाहिँ यो बिचको हामीलाई 3 चाहियो होइन। अनि कतिपयले के गरिदिन्छ भने यहाँ हेरेर गर्छ क्या डिसाइड, माइनस गर्ने कि प्लस गर्ने त्यो गल्ती हो। यसको कफिसियन्ट र यसको कफिसियन्टको हामी अगाडिको के अरे साइन हेर्छौँ र त्यो दुईवटा साइनलाई मल्टिप्लाई गर्छौँ। यदि यहाँ माइनस थियो भने माइनस माइनस के हुन्थ्यो त प्लस हुन्थ्यो, अनि हामीलाई प्लस गर्दाखेरि 3 चाहिन्थ्यो। अहिले हामीसँग माइनस छैन, प्लस छ, यहाँ माइनस छ, प्लस माइनस माइनस गर्दाखेरि 3 चाहियो। अब कुन दुईवटा नम्बर हो जुन मल्टिप्लाई गर्दाखेरि 18 र होइन 6 3 जा 18, 6 माइनस 3 3। ल अब यसलाई मिड टर्म फ्याक्टराइजेसन मैले गरिहालेँ। एक्स माइनस 6 अनि सरी एक्स कमन, खोइ त एक्स कमन आयो, 3 कमन आयो, एक्स माइनस 6 इज इक्वल टु 0 और
एक्स माइनस 6 एक्स प्लस 3 इजिकल टु 0 अब त आइहाल्यो नि आइदर गरिदिने एकातिर 0 अनि मल्टिप्लाईको फर्ममा छ भने मात्र हामी आइदर अर गर्न सक्छौँ त्यो पनि म्याथमा धेरै युज हुन्छ मल्टिप्लाईको फर्ममा चाहिँ यहाँनिर दुईवटा अनि एउटा साइडमा चाहिँ इजिकल टुको एउटा साइडमा चाहिँ 0 छ भने अब हामी आइदर अर गर्छौँ एक्स माइनस 6 इजिकल टु 0 देयरफोर एक्स इजिकल्स टु 6 अनि अर एक्स प्लस 3 इजिकल टु 0 देयरफोर एक्स इजिकल्स टु -3 अब हामीहरूको क्वेसनमा केही पनि कन्डिसन थिएन एक्स पोजिटिभ पनि भनेको छैन नेगेटिभ पनि भनेको छैन खालि फाइन्ड द भ्यालु अफ एक्स मात्र भनेको छ कहिलेकाहीँ क्वेसनमा झुक्याउनको लागि के दिन्छ भने फाइन्ड द पोजिटिभ भ्यालु अफ एक्स भनिदिन्छ पोजिटिभ भ्यालु अफ एक्स भनेको कन्डिसनमा हामीहरूले यो पोजिटिभ भ्यालु मात्र लिनुपर्छ है त्यसपछि अब चाहिँ यहाँनिर चाहिँ के भयो त हेन्स द भ्यालु अफ एक्स इज 6 or -3 दुईवटा मध्ये जुन पनि हुन्छ यति गऱ्यो भने जति मार्क हो फुल मार्क क्या फुल मार्क यसमा आइहाल्यो ओके अब नेक्स्ट भिडियो कुनमा चाहियो कमेन्ट गर्ने